आपसे आप खुले, द्वार का बड़े बड़े श्रृङ्खलाहरू पनि आपसे आप खुल्न लागे। जति जति बाहिर जानुहुन्छ द्वारपालहरू पनि सबै निन्द्रामा छन्। अगाडि बढ्दै 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 जानुभयो अनि जाँदा जाँदै जाँदा जाँदै जब जेलखानाबाट बाहिर निस्कनुभयो, वर्षा भइरहेको छ, बिजुली चम्किरहेको छ। भगवान आज त्यो सुपमा बसेर नन्द वसुदेवजीका शिरमा अगाडि बढ्दै जानुभयो। भगवान शेषले विचार गर्नुभयो, ओहो यही बेला हो भनेर साक्षात् भगवान शेषले 1000 फण फिजाउनु भयो अनि भगवानमा छाताको रूपमा काम गर्दै पछि पछि शेष पनि हिँड्न लाग्नुभयो। जाँदा जाँदै जाँदा जाँदै जमुनाजीका पुलिनमा पुग्नुभयो अनि जमुनाजीका पुलिनमा पुगेपछि महाराज वर्षा भइरहेको छ, गुडुङ गुडुङको आवाज आइरहेको छ, चट्याङ परिरहेको छ, बिजुली चम्किरहेको छ। जमुनाजीको जलस्तर पनि बढ्दै बढ्दै महाराज आवाज पनि ठुलो ठुलो हुँदै गयो अनि वसुदेवजी महाराज सुपमा लालालाई राखेर अगाडि बढ्दै हुनुहुन्छ। जमुनाजीमा प्रवेश त गर्ने, तर कसरी गर्ने, बाढी आएको छ जमुनाजीमा। बिस्तारै बिस्तारै प्रवेश गर्नुभयो। हेर्दा हेर्दै जमुनाजीको जल वसुदेवजी महाराजको घोडा घोडा, हेर्दा हेर्दै कम्मर कम्मर, त्यसपछि त महाराज नाभि नाभि, त्यसपछि छाती छाती अनि वसुदेवजी महाराजको दारी पनि साह्रै लामो लामो, यति लामो लामो दारी थियो। अब त गर्दा गर्दै दारी दारीसम्म पानी आइसक्यो। अब त्यसलाई पनि उल्लङ्घन गरेर जमुनाजीको पानी वसुदेवजीको मुखसम्म आइसक्यो। भक्तवत्सल भगवानको जय हो। मुखसम्म पानी आइसकेपछि भगवानले विचार गर्नुभयो, हो यो के हुँदैछ, यस्तै पारा हो भने त म गोकुल पुग्न पनि भ्याउँदिनँ। भगवानले के गर्नुभयो, भगवानले जमुनाजीलाई भन्न लाग्नु, हे जमुने भन्न आवाज लगाउनु भयो अनि जमुनाजी महाराजले पनि भन्नुभयो, हजुर भन्नुहोस् तिमी को हौ? जमुनाजीले भन्नुभयो, महाराज म त हजुरकै अर्धाङ्गिनी हुँ, जमुना हुँ म। अनि तिमी मेरी पत्नी हौ भने मलाई बोक्नेवाला तिम्रो को पर्नुभयो? भनेको हजुरको बाबा त मेरो ससुरा पर्नुभयो। अनि तिमीलाई अलिकति लाज लाग्दैन? ससुरासँग मुखमुखे लाग्छौ? पानी त मुखसम्म आयो नि त जमुनाजीको। भगवान श्री कृष्णले भन्नुभयो, सम्झाउँदा नमान्नेलाई कहिलेकाहीँ अलिकति चुटकी पनि लगाउनु पर्छ, चिमोटेर भए पनि सम्हाल्नु पर्छ अरे भनेर भगवानले आफ्ना सुकोमल चरण त्यो सुपबाट बाहिर निकाल्नुभयो। जमुनाजीलाई यसो केही स्पर्श गर्नुभएको थियो, जमुनाजी घटेर घुँडा घुँडा हुनुभयो। भक्तवत्सल भगवानको जय हो। जमुनाजी घट्नुभयो र जसरी भगवान रामलाई समुद्रले मार्ग दिनुभएको थियो, त्यसै गरी जमुनाजीले आज भगवान श्री कृष्ण अनि वसुदेवजी महाराजलाई मार्ग दिनुभयो र त्यही मार्ग भएर गोकुलसम्मको त्यो यात्रालाई सम्पूर्ण गर्नुभयो। उता जानुभयो, हेर्नुहुन्छ नन्द बाबाका यहाँमा आजबाट अनौठो दृश्य देखिएको छ। सबैजना चिर निन्द्रामा छन्, तर ढोका चाहिँ खुल्दैछ। भक्तवत्सल भगवानको ढोका लाउनै बिर्सिनु भएको छ।